ल हेर्नुहोस् आजको जाम कस्तो जाम छ यता। यस्तो जाम पार गरेर कता हिँड्यौँ त हामी। ल आउनुहोस् आजको भिडियो सुरु गरौँ। आज हामी पशुपति जाम भनेर जान लागेको। दिन पनि राम्रो थियो अनि नानीहरू पनि बिदा भएर अनि यो टेम्पो चलाउने दिदी हुनुहुँदैछ, दिदीकोमा चढाउँ आज भनेर दिदीकोमा चढेर गयौँ हामीहरू। अनि हामी पशुपति पुग्यौँ। अलिअलि भिड थियो आज, त्यति धेरै भिड पनि थिएन। जे होस् रमाइलो भयो आजको दिन। यो चाहिँ गौशाला हो। गौशालामा धेरै गाईहरू चाहिँ रहन्छन्, गोरुहरू हुन्छन् प्रायः जसो गाईभन्दा नि यता। हल्का फुल्का भिड थियो। नन्दीको दर्शन गर्नु साथीहरू। अनि हामी यो मन्दिरको माथिपट्टि गएको। यहाँ गोरुहरू बाँदरहरू थिए। यो भित्रको मन्दिरमा नै छिर्यौँ। यो माथिपट्टि छ। यो ठाउँ हेर्दा काठमाडौँ जस्तो लाग्न लाग्यो यो। अनि यो एयरपोर्ट एरिया हो यहाँ देखिने। त्यहाँ बसेर आनन्द शान्तिपूर्वक एकछिन बस्यौँ। यहाँ छोरीहरूले हात छिराए अनि हामी घर फर्क्यौँ।